सन्ध्याको समयमा अकस्मात ठुलो गर्जन, अनौठो आवाज, भयजन्य ध्वनि वा अप्राकृतिक चिच्याट सुनिन्छ भने बृहत् संहिताका अनुसार त्यो अशुभ सङ्केत मानिन्छ। यसको विपरीत यस्ता आवाजहरूको पूर्ण अभाव शुभ हो। प्राकृतिक रूपमा प्रकृति सामान्य अवस्थामा मौन र सन्तुलित हुन्छ भने असामान्य ध्वनि भनेको कहीँ न कहीँ असन्तुलन उत्पन्न भएको सङ्केत हो। आजको जीवनमा हामी पनि देख्छौँ अत्याधिक कोलाहल, हल्ला र आवाजले मानिसलाई तनावग्रस्त बनाउँछ। शान्त सन्ध्या भनेको मानसिक विश्रामको समय हो। यदि सन्ध्यामा कुनै डरलाग्दो आवाज छैन भने त्यो समाजमा स्थिरता, सुरक्षाबोध र शान्तिको सङ्केत हो।